हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। हजुरहरू सबैजनालाई स्वागत छ मेरो मिनी ब्लगमा। हामी चाहिँ उठ्ने बित्तिकै यस्तो सुन्दर भ्यू हेर्दै हेर्दै घर जान लागेको थियौँ। अनि हामी चाहिँ घर जाँदैछौँ। मौसम एकदमै खुलेको थियो कि, अनि हिमालहरू पनि कति क्लियरली देखेको थियो, एकदमै राम्रो देखेको थियो। अनि हामी चाहिँ बस पार्क पुगेर खाजा खायौँ। अनि बसमा पनि यो केक खाँदै खाँदै गयौँ। अनि यो चाहिँ मेरो घरदेखिको भ्यू हो साथीहरू। त्यसपछि चाहिँ खाना पनि खायौँ। अनि म चाहिँ कुवामा गएको थिएँ लुगा धुनलाई। यो चाहिँ कुवा हो, कति सफा छ कि, यहाँको पानी एकदमै चिसो हुन्छ कि, फ्रिज त चाहिँदैन। त्यसपछि चाहिँ लुगा धोएँ मैले, गफ गर्दै गर्दै। आन्टी पनि आउनुभयो, अनि आन्टीसँग पनि गफ गर्दै गर्दै लुगा धोएँ। अनि नुहाएँ पनि। यहाँको पानीले साथीहरू यस्तो सिल्की हुन्छ कपाल। अनि त्यसपछि चाहिँ यो चाहिँ हाम्रो घरबाट देखिने भ्यू हो। भ्यू हेर्दै काँक्रा इन्जोय गरेँ मैले चाहिँ। अनि हाम्रो कान्छो चाहिँ नाच्दै छिन्। त्यसपछि हामी हाम्रो घरलाई बाई बाई गरेर फेरि फर्कियौँ। अनि चाहिँ खाजा खायौँ। खाजा चाहिँ चाउमिन चाहिँ मिठो थियो, अनि मोमो चाहिँ खासै मिठो थिएन। अनि त्यही भएर एभरेज छ भन्दैछु मैले चाहिँ मोमोलाई चाहिँ। त्यसपछि चाहिँ एकदमै गर्मी थियो, अनि आउने बित्तिकै मैले चाहिँ चिसो लस्सी बनाएँ। अनि बहिनी र म भएर लस्सी पनि खायौँ। एकदमै मिठो भएको थियो, चिसो आनन्द भएको थियो है। अनि त्यसपछि चाहिँ बेलुकाको खानाको लागि चाहिँ भिन्डी, आलु, अनि त्यसपछि बोडी थियो। अनि म चाहिँ यहाँ खाना बनाउँदैछु, आलु भुट्दैछु म चाहिँ। अनि खाना पनि पाक्यो, रेडी भयो। अब चाहिँ म खाना खान्छु। अनि सलादमा चाहिँ काँक्रा, बिटरुट, प्याज थियो। अनि मैले चाहिँ इन्जोय गरेँ मस्त। मलाई चाहिँ खानामा प्याज खान एकदम मनपर्छ कि खानासँग। हजुरहरूले पनि के खान मन लाग्छ भन्नु होला कमेन्टमा। आजको लागि यति नै हो गाइज, बाई।